थम्स अप खानलाई इन्डियासम्म आएको होइन त। अभी हम जा रहे हैं इंडिया। अभी हम इंडिया और नेपाल के बॉर्डर पे। यहाँ पे देख सकते हैं नेपाल का झंडा, उधर पारी इंडिया है। अभी हम अहिले चाहिँ हामी नेपालमा छौँ है। हाम्रो यहाँबाट चाहिँ नेपाल इंडिया। अभी हम है इंडिया पे। हाम्रो उता पारिपट्टि चाहिँ सशस्त्र प्रहरीको अनि माथि चाहिँ नेपाल प्रहरीको छ। यहाँनिर चाहिँ इन्डियन आर्मी त होला नि होइन यहाँनिर है। हेर्न सक्नुहुन्छ यो चाहिँ इन्डिया। अब हामी पार गर्ने बेलामा चाहिँ यहाँनिर यसरी लागेको हुन्छ है। यहाँनिर चाहिँ सीमाको भन्नुपर्छ यहाँ सुभद्रा मेला। यहाँनिर चाहिँ यसो चेकिङ गर्नु। अहिले चाहिँ हामी यहाँनिर भित्रपट्टि छौँ। अलिअलि छोड्छौँ है। अब धेरै टाइम लाग्दैन। अहिले चाहिँ हामी खास गरी जान लागेको चाहिँ सुभद्रा माईको चाहिँ मन्दिरमा हो। त्यहाँनिर चाहिँ आउँछु भनेपछि चाहिँ त्यहाँनिर चाहिँ जानै पर्ने हुन्छ। अनि त्यहाँनिर चाहिँ जे मनोकामना मागेको हुन्छ त्यो पुरा पनि हुन्छ। अनि त्यो चाहिँ ठ्याक्कै इन्डियामा नै पर्छ। रेलको पटरी चाहिँ यहाँनिर चाहिँ हामी यसबाट चाहिँ बाइक चलाएर बाइकको यहीँबाट चलाएर चाहिँ माथि आयौँ। पहिला चाहिँ यहाँनिर रेल चलाउँथ्यो, अहिले चाहिँ चल्दैन। यहाँनिर पनि मन्दिर रहेको छ शैलपुत्री सिद्धिदात्री दुर्गा मन्दिर। हेलो, वेलकम टु माई ब्लग निशा गौतम च्यानल। अनि अहिले चाहिँ छौँ हामी इन्डियामा। त्यही भएर चाहिँ अलिअलि चाहिँ मैले हिन्दी भाषा पनि बोलिरहेको छु। अनि यहाँनिर बिचमा छ कुशल बस्नेत, हाम्रो कान्छो मामाको एउटै छोरा, कान्छो छोरा। अनि यहाँनिर हुनुहुन्छ मेरो श्रीमान, हमारे पतिदेव मिस्टर, पति का नाम नहीं लेते है ना इसलिए मिस्टर अधिकारी। म च्यानलमा चाहिँ मेन्सन पनि गर्छु। अनि अहिले चाहिँ छौँ हामी इन्डियातिर नै। अहिले चाहिँ यहाँ जङ्गलमा छौँ है। अनि अघि नै भिडियोमा पनि हेरिसक्नुभयो होला। अब अहिले चाहिँ हामी सुभद्रा माईको चाहिँ मन्दिरमा जाँदैछौँ। अब त्यही अन द वे टु सुभद्रा माई। अब त्यहाँनिर गएर चाहिँ पुरै अब हामी भोजपुरी बोल्छौँ कि हिन्दी बोल्छौँ त्यो चाहिँ अब थाहा छैन। अनि त्यहाँनिर चाहिँ नेपाली भाषा पनि चल्छ है। फेरि यहाँनिर चाहिँ यो बोर्डर साइड भएर होला, तर म्याक्सिमम् यहाँनिर चाहिँ इन्डियनहरू भारतीयहरूले चाहिँ यहाँनिर नेपाली भाषा पनि प्रयोग गर्नुहुन्छ। त्यही हो। अहिले चाहिँ हामी जङ्गलको बाटोबाट चाहिँ जाँदैछौँ। भित्र चाहिँ हामीले मयूर देखेर एकछिनसम्म रोकेको छौँ है। त्यहाँनिर ठुइ हिँडिरहेको छ। भित्र गएर बस्यौँ। यहाँनिर रहेछ मयूर। यहाँ चाहिँ बाँदर रहेछ, ढेँडोहरू चाहिँ खै त। यहाँ चाहिँ बाँदर के एरिया रहेछ यो। हम अभी पहुँच चुके हैं सुभद्रा माई देवी के मंदिर के पास। देख सकते हैं यहाँ पे गेट है आगे। यहाँ पे ऊपर गणेश जी विराजमान है। ओके, देवी शक्ति पीठ सुभद्रा मंदिर। थम्स अप खानलाई इन्डियासम्म आएको होइन त। थम्स अप खाँदै थम फिङ्गर यसरी देखाउँदै अब हामी जाँदैछौँ नेपालतिर। ल इन्डिया घुमेर चाहिँ हामी वारी नेपालपट्टिको चाहिँ हामी यहाँ ठोरी भ्यू रेसोर्टनिर चाहिँ हामी जाँदैछौँ माथि। इभिनिङ दिनभरि घुम्दा हामीले चाहिँ भिडियो पुऱ्याइहाल्यो होइन। ज्वाइँको हराएको ब्याग के अरे बाइक त यहाँ झुन्डा रहेछ।
तर यो चाहिँ होइन पल्सर बाइक हो। यो चाहिँ खडले छाएको माटोले लिपेको पुरै बस्ने ठाउँ रहेछ। जाडोमा पनि न्यानो गर्मीमा नि शीतल हुने ठाउँ। छोरीको पिकनिक स्पोट यहाँनिर चाहिँ इन्डियाबाट पनि धेरैजना आउनुहुन्छ। क्याम्पिङहरूको लागि पनि एकदमै राम्रो बेस्ट। यहाँ चाहिँ छोरीको बाटो पुतली गुड फुड गुड मुड। यहाँ माथि चाहिँ पुरै आकाश छ। ल आकाशको मुनि हामी माथि रेडी भएर बसिरहेको छ। कस्तो लाग्यो त? अहिले फुल हुन्छ फेरि। ल ल ल कस्तो लाग्यो त नि? मलाई त्यो क्यामेरा नदेख्छु। कस्तो लाग्यो? म डिलिट गर्ने राम्रो लाग्यो थम्स अप जस्तै। किन गालामा हात लगाएर बस्नु त? यस्तो दुखिरहेको बोले ए होइन म कहाँ यस्तो दुखिरहेको कि। कस्तो लाग्यो त तपाईँलाई? बुवालाई ए आयो ल हाम्रो यसलाई नयाँ वर्षदेखि मोमो खान मन थियो। ल अहिले आएर पुरा भयो। त्यसैले पनि मोमो खान पाएर गदगद भइरहेको छ। सबैजनाको फेभरेट चाहिँ मोमो चाउमिन। जति मेन्यु हेरे पनि लास्टमा यही हो। खाएर जान्छौँ अब हामी। ओके आज चाहिँ हामी हेटोडा फर्किँदैछौँ गाडीबाट चाहिँ पुरीबाट। त्यो चाहिँ छोरीको एकदम भाइरल रोड हो। एकदम राम्रो सफा यहाँनिर कस्तो राम्रो उयो हुन्छ सबै खाने रहेछ यहाँ छेउछेउमा। अहिले त्यो त ओके ल थ्याङ्क यू फर वाचिङ।